यो इन्जिन भइहाल्यो हैन। अनि भयो यो रेडी वाटरको जेनी अझै रेडी वाटरको भयो। यो मेरो फेभरेट कुकुर जेनी रेडी वाटर भयो। तात्या भर इन्जिन स्टार्ट भएपछि तातिन्छ नि, अनि पानी हालेर सेलाइदिएको अनि थोरै इन्जिनमा पनि पानी हालिदिउँ भनेर कि। इन्जिन हट हुन्छ नि त, अनि हावामा कस्तो चल्यो क्या। अब हावा पनि कस्तो रेन्ज चल्यो क्या गाइस। यो भयो गाडीको हर्न सुन्नु, हर्न खत्रै छैन। इन्जिनमा भर्खर पानी हालिदिएको थियो र पानी निक्लियो भनौँ न इन्जिनबाट। अनि इन्जिन थोरै सेलाइदिएको, अनि तात्या इन्जिन एकदम। अनि त्यसरी एकछिन बन्द गर्नु पऱ्यो इन्जिनको बोनेट। गाइस एकछिन पाउनु है, बोनेट बन्द नि 2 हात चाहिन्छ, 1 हातले काम छैन। फेरि ट्युसन 5 बजी हो कि मान्छेले क्या सनिन बाहिर जान्छ। त्यहाँ पनि यही बाटोबाट आउँछ गाई छैन। मेसिन बाहिर छु कि गाडी बाहिर छु, एकछिन गाडी बाहिर छु आउँछु। चिन्ता ननिस्क्यो म आउँछु, चिन्ता नलिनु म आउँछु। एकछिन बस्छौँ कि यसरी गाडी बाहिर हावा हाल्यो, अनि म आउँछु अब गाडी बाहिर गएछ। है त गाइस, म गाडीभित्र आएँ। अझ तपाईँ नै हेर्नुहोस् बाहिर कस्तो छ होइन, सिनेरी राम्रो छ। तपाईँलाई रोडको सिनेरी पनि देखाइदियो। थोरै पसन्द छैन। मोबाइलले धोका दिन्छ क्या गाइस यसरी कहिले कहिले। सरी। गाइस ड्राइभर साइड भ्यू एङ्गल चेन्ज भएको छ होइन मोबाइलबाट। मैले एङ्गल चेन्ज गरिदिएँ किनभने अब अलिकति प्रब्लम दियो कि। अनि
यहाँ साइड एङ्गल चेन्ज गर्छ साइड एङ्गल चेन्ज भएन अब जब हजुरहरूलाई अब फ्रन्ट केस देखाइदिनु पर्यो फ्रन्टको भ्यू कस्तो लाग्यो त हजुरहरूलाई भन्नु होला मलाई कमेन्टमा भाइरा पनि ट्युसन पढिराखेको हो मेरो भाइको ट्युसन भएर रहेछ Sun blinding me, bro. स्पिड अलिकति धेरै नै जान्छ गाडीको पऱ्यो अब घरतिर गाइस पढ्नुपर्छ भोलि एक्जाम छ कि आज पढ्नुपर्छ भिडियो घन्टाकै 8 मिनटको हुन लाग्छ बन्द गरिदिनु पर्यो